हेलो फ्रेन्ड्स, आज तपाईँलाई चाहिँ छमेलदेखिको तलनिर रोडको सिर्फ साइडमा एउटा यो पोखरीको ठुलो काँडी लुकेको छ होइन। यो चाहिँ छमेलमा अहिले चाहिँ यहाँ चाहिँ सिमेन्टेडको बनाएको छ। अहिले पहिला चाहिँ के गर्ने भन्थ्यो भने यहाँनिर पुरानो मतलब नेचुरल यस्तो नेचुरल के प्रकृतिले बनाएको हो। यहाँ उयसतिर चाहिँ पोखरी थियो रहेछ। यहाँ चाहिँ छमेलको मान्छेहरू आएर चाहिँ के भन्छ के गर्छ अरे नयाँ नयाँ उयोहरू होइन चिजहरू उयो के भन्छ अरे लुगाहरू धुने। अब मान्छे त्यति थिएन पहिला आएर चाहिँ यहाँ एकदमै फोहोर मैला गर्थ्यो रहेछ। त्यो भएर चाहिँ के हुन्छ पछि चाहिँ के गर्छ त्यहाँबाट यहाँ चाहिँ नाक दुईवटा नाक चाहिँ एउटा नाक चाहिँ यो साइडमा र अर्को नाक चाहिँ यो साइडमा दुई साइडमा चाहिँ यसरी खेल्दै रहेछ दुईजना होइन। यसरी खेल्दै रहेछ। खेल्दाखेरि चाहिँ यहाँनिर चाहिँ यही बाटोमा यहाँदेखि आउँदो रहेछ। हेर्नुहोस् यो मेन रोड छ। यहाँबाट ओह्रालो गयो भने कहाँ पुग्छ लामाहट्टा होइन। लामाहट्टाबाट ओह्रालो टिस्टाबाट पुग्छ। यहाँबाट उकालो गयो भने छमेल। यहाँबाट जस्ट मुनि पोखरी क्या फेमस पोखरी। अहिले त सबै आएर राम्रो आएर टुरिस्टहरू पनि आउँछ। र म चाहिँ तपाईँहरूलाई यहाँको हिस्ट्रीको कहानी भन्न चाहन्छु। यो चाहिँ 1887 को पहिला यो 1800 को छ कि 1900 होला सरी 1987 सालमा के भयो यहाँ भएको थियो। यहाँनिर एकदमै मान्छेहरूले मैला गरेर चाहिँ यहाँको एकदम राम्रो थियो अरे पहिला होइन। लुगा धुने नुहाउने गर्ने सबै थियो। र अहिले हामी चाहिँ यहाँनिर आइरहेको छु हाम्रो फ्यामिली र हामीले। यसमा चाहिँ तपाईँहरूलाई किन देखाउनु भन्न चाहन्छ भने चाहिँ यसको एउटा हिस्ट्री रहेछ यहाँनिर होइन। यो चाहिँ तपाईँहरूलाई बताउन चाहन्छु। र पहिला चाहिँ यहाँको यहाँमा चाहिँ के गर्थ्यो भने यहाँनिर लुगा धुने के गर्ने। अब यहाँ जस्तो पहिला पुरानोहरू अब छठ पूजाहरू हुन्छ होइन। छठ पूजाहरू हुन्छ त्यही भएर पूजाहरू भएर यहाँनिर अब अनेक किसिमको मैला हुँदा चाहिँ नागले चाहिँ धेरै मैला भएर चाहिँ यो साइडबाट चाहिँ उडेको रहेछ भागेर गएको रहेछ होइन। भागेर गएर चाहिँ यो पोखरी चाहिँ बिस्तारै सुक्दै गएको रहेछ। फेरि पनि भनिदिन्छु तपाईँहरूलाई 1887 सालमा चाहिँ अनि सिधा 1887 साल हेरिहाल्नुहोस् ल। यो चाहिँ हिस्ट्री रहेछ होइन। पहिला यहाँ